यो धेरै कुराहरू चेन्ज भएको देख्दा हैन के लाग्छ तपाईहरुलाई? जापान अब के होला त? कता कता के हुन्छ भन्ने पिर लाग्छ है। अन्त आफू नियममा बस्यो भने त केही नहोला भन्ने पनि लाग्छ। धेरै कुरा परिवर्तन भइरहेको छ, चेन्ज हुँदै आइरहेको छ हैन। गाह्रो चाहिँ गाह्रो छ, सजिलो पनि छैन। अर्काको देश परो, दुःख सुख त गर्नु नै छ। अब घरिघरि चाहिँ बाटो छोडेर आफ्नै देशमा गएर गरौँ कि भन्ने लाग्छ। त फेरि आफ्नो देशमा गएर गर्ने त के है? के गर्न सकिन्छ त अहिलेको परिस्थितिमा? आफ्नो देशमा गएर लगानी चाहियो, आम्दानी चाहियो कि कसो? लगानी पनि छैन, आम्दानी पनि छैन, अनि कसरी गर्ने त भन्दाखेरि कसरी पनि गर्ने छैन। गर्नलाई उपाय नै छैन। ले ठुक्रुक्का मन खिक्रिक्क बनाएर बस्ने हो कि हैन? म त्यसरी नै बसिरहेको छु गाइजहरु, तपाईहरु पनि त्यसरी नै बस्नु है। अरु उपाय छैन नि हामीलाई, यसरी नै बस्नु पर्छ। अब यसरी नै गुजारा चलाउनु पर्छ। कमाइ त भएको छ नि हैन? कमाइ त भएको छ, कमाउँदा जेलसम्म कमाउनु पर्छ है त गाइज। ल यस्तै छ जापानको परिस्थिति, यस्तै भइरहेको छ। कमाउनु पर्छ, कमाउँदै जानुपर्छ। ओके ओके।